नमस्कार, म कल्पना अधिकारी भट्टराई। मैले आज यहाँ समक्ष ओम तत्त्वमीमांसामा सरस्वतीलाई प्रार्थना गर्दै शीर्षकको कविता लिएर उपस्थित भएको छु। यसका रचनाकार हुनुहुन्छ आदरणीय गुरुदेव मुकुन्द शर्मा चालिसेज्यू। उहाँले यो श्रकधरा छन्दमा लेख्नुभएको छ। कविता यसरी सुरु गर्छु। मिल्छन् उत्पात बाधा अवयवसितै, आउँछन् दुःख दिन्छन् ती बाधादेखि भिन्नै, गहन छ सुख सो खोज्नमा धीर हिँड्छन्। हाम्रो यो जिन्दगी हो बिजन सरी बडो, धैर्यले भिड्नु पर्छ आफ्नो यात्रा सुधारी, सुखद पद छुने मार्गमा हिँड्नु पर्छ। आफू भित्रै छ जम्मै डम डम डमको, नादमा कान दिन्छु आज्ञाको चक्र भन्दा उपर छ शिवको धाममा ध्यान दिन्छु। फुल्दो हजार पत्रे कमल छ उसमा, वर्ण हजार भित्र आमाका साथ बाबा अनुरणित हुने सुन्छु ओम ओम पवित्र। सोही ओम तत्त्वलाई मनन गरिरहूँ, पाँचनुको सार जानु चोलाको भित्र आत्मा सित सुख जुन हो भोग्नुको स्वाद जानु। हल्ला गर्ने जगतका विषय जनितै, मानिउन् व्यर्थ ठाट मान्छेको मूल्य पाऊँ फगत परम ओम तत्त्वको बोधबाट। आफैले कल्पिएका मनभरि भवका चक्रमा मिल्न जाँदा, त्यस्तैमा मक्ख पर्दा विषय जनित ती पाइने माल्य खाँदा। अस्थायी भोगवादी कलुष सब हटी, होस् सफा छाँट काँट आओस् माङ्गल्य वर्षी, परम सुख उही मन्त्र ओमकारबाट। जे छन् शब्द हाम्रा मगज र मुखमा, ब्रह्म हुन् ती पवित्र, मानौ ती मन्त्र ओमका स्वर विविध भई व्याप्त छन् यत्र तत्र। यस्तो जानेर मेरै पद पद जति छन्, ल्याउँछु श्लोक भित्र वाग्देवीको कृपाले मन मुदित भई भाव खुल्ला पवित्र। हे बाणी देवी तिम्रा चरण कमलमा माथ मेरो झुकाऊ, आफू भित्रै रहेका विषय जनितै ग्रन्थि सारा फुकाऊ। तिम्रै आराधनामा मनुज जन्मको लक्ष्यलाई समाऊ, भित्री ओम नादलाई रसमय कविता साथ पाई रमाऊ। वाग्देवी शारदम्बा कनम दिन दिनै प्रार्थना यो सुनाऊ, देऊ यस्तो छ हरि मुदित शिशु बनी काखमा छुनमुनाऊ। आफ्नै सन्तानको यो बिनती छ जसमा हार्दिकी प्यार देऊ,
भित्री षट चक्र नाघी अनुरणित हुने नाद ओमकार देऊ। भित्री षट चक्र नाघी अनुरणित हुने नाद ओमकार देऊ। धन्यवाद।